आज चाहिँ मैले लसुनको पात अनि धनिया अनि प्याज अनि अदुवा लसुनको पेस्ट अनि सोयाबिन भिजाएर मिक्सचरमा पिसेर हाले। साथी हो, आज भेज मोमो खाँदैछु है। त्यसपछि मिट मसला राखेँ। हजुरहरूले राख्नुहुन्छ कि हुँदैन मिट मसला अनि मोमो मसला। एकदमै सादा है साथी हो मैले बनाउने चाहिँ। मैले फेरि अरू धेरै मसलाहरू अजिनाहरू खान हुँदैन, त्यही भएर। अनि स्वाद अनुसारको नुन त राख्नै पर्यो, तर मैले चाहिँ सिकाएको होइन है हजुरहरूलाई। अनि भटमासको तेल, खासमा त तोरीको तेल राख्नुपर्ने हो। तोरीको तेल त छ घरको, तर घरको तेल फेरि अलि हस्को आउँछ के साथी हो। अनि सबै मिक्स गर्ने। त्यसपछिबाट यसरी मैले सबै मिक्स गरेर भेज मोमोको लागि मसला रेडी गर्दैछु। अब भयो साथी हो रेडी। त्यसपछि मोमोतिर लागेँ। अब मोमो बनाउँदैछु है मैले। मोमो पोको पार्दैछु। मोमो पोको पार्न त खासै आउँदैन साथी हो, तैपनि आफूलाई गुजारा हुने काम चलाउ सरकार भने चाहिँ त्यही हो। अलिअलि आफ्नो लागि चाहिँ जानेको छु। हजुरहरूले कतिको राम्रो बनाउनुहुन्छ मोमो, आउँछ कि आउन बनाउन भन्नु है। त्यसपछि मोमो खान बसे साथी हो, पाक्यो मोमो। अब कस्तो छ मेरो मोमो हेर्नुहोस्। त्यसपछिबाट अब मैले खानलाई साथी हो। आजको नास्ता हो यो मोमो, खाएँ ल। कति मिठो छ के साथी हो। मलाई फेरि जति भेज जति मसलाहरू कम